सबैजनालाई नमस्कार छ युट्युब च्यानल। आज चाहिँ बच्चाको कपाल काट्न गएको होइन, छेउर भयो नि जे भयो नि होइन। 2082 साल 1 महिना 17 गते दिन काटेको कपाल चट्ट लाएर हजममा गएर हजम दाइले काट्दै हुनुहुन्छ होइन। चट्ट नानी मजाले मान्यो क्या, मान्दैन होला भनेको मान्यो क्या, मजाले पहिलोचोटि कपाल काटेको चिया मजाले मानिरहेछ कि आनन्द लिएर हजम दाइले चाहिँ चट्ट लाएर काटिरहेछ। ऊ आनन्दले बसिरहेछ। गाई चाहिँ के गर्नु, छेउर भयो नि जे भयो नि यसलाई हजममा गएर काटिदियो क्या नानीलाई, बाबुलाई कि बाबुलाई चट्ट लाएर होइन। हजम दाइले चट्ट काटेको छ मिलाएर, चट्ट मजाले मान्यो क्या बाबुलाई, चट्ट लाएर हजम दाइले हेर्नु त ऊ मजाले काटिरहेछ, मजाले बसिरहेछ। म चाहिँ भिडियो बनाउँदैछु होइन, यही नानीको लागि। मजाले बसेको छ कि मजाले आनन्दले बसिरहेको छु। म चाहिँ भिडियो बनाउँदैछु होइन, भिडियो देखाउँदैछु। नानी चाहिँ मजाले बसिरहेछ, मानिरहेछ क्या नानी पनि। ऊ आनन्दले हेर्नु त हजम दाइले चट्ट लाएर काटिरहेछ। ऊ आनन्द लिएर बसिरहेछ कि फेरि ऊ हेर्नु त ऊ अलि हल्लिन्छ नानी, हल्लिनु त हल्लिहाल्छ नि होइन। यस्तै छ, टक्क लाएर आज उसको छेउर भने पनि जे भयो नि हजममा गएर काट्यो है गाई चोरी। नानीलाई के गर्नु, स्कुल हाल्नु पर्ने होइन, त्यही भएर चट्ट कपाल चाहिँ काटिदिएर पठाउनु पऱ्यो भनेको। कपालमा त झ्याउ हुन्छ कि फेरि छोरा मान्छेलाई, त्यही भएर त्यो कपाल काटिदिइहालेको, चट्ट लाएर काटिदिएको। कपाल काट्दै हेर्नु ऊ चिटिक्क परेको छ, कपाल नकाट्दा कस्तो देखिएको थियो होइन। त्यही भएर कपाल काटिदियो क्या। छोरा मान्छेलाई कपाल पालेकोले सुहाउँदैन क्या, त्यही त रोग हो क्या कपाल भनेको होइन। छोरी मान्छेलाई त अब जातले दिएको होइन, त्यही भएर पाल्दा ठिक हुन्छ। छोरा मान्छेलाई त पट्टि नसुहाउने क्या, नानीलाई कस्तो नसुहाएर। त्यही भएर मैले चट्ट लाएर भिडियो गरेर चट्ट देखाइरहेको छु, युट्युबमा हाल्नु पऱ्यो भनेर। म चाहिँ भिडियो गर्दैछु क्या, भिडियो गरेर चट्ट युट्युबमा चट्ट सरर पारेर आउँछ है गाई छोरी। सबैले हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। चट्ट लाएर फाइनली काट्दैछ है, काट्दैछ नानीको कपाल चट्ट लाएर आनन्दले बसिरहेछ है, ठुलो मान्छे जस्तै। लास्टमा मानेन अनि मैले समातिदिएँ क्या। अब सबैतिर मान्दैन नि होइन, त्यत्रो लामो कपाल बिस्तारै काट्दा टाइम पुगेन अनि मानेन क्या। अनि मैले समात्नै पऱ्यो लास्टमा चाहिँ, फाइनल हुने बेला। अरू बेला त मानिरहेको थियो, फाइनल हुने बेला अलिक मानेन क्या। मान्नु त मान्यो, अलि हल्लियो क्या। अनि हजम दाइले समात्नु भन्यो अनि मैले समातेको। त्यो मजाले समातेर मजाले आनन्द लिएर बसिरहेछ कि हेर्नु त ऊ फाइनली फाइनल कपाल ऊ त्यति छ नानीको, चट्ट लाएर फाइनल यस्तै छ। देख्नुभयो फाइनली हुँदैछ है। यस्तो भिडियो आइरहेको छ है गाउँले केटा म युट्युब च्यानलमा, सबैले गएर हेरिदिनु होला। आजलाई यति नै, बाई।